आफ्नो जाल जम्मा गर्ने क्रममा केही माझीहरूले अप्रत्याशित रूपमा मुट्ठी आकारको सुनको टुक्रा समाते, तर सुन पहिले नै माटोको तहले ढाकिएको थियो। त्यसैले माझीहरूले यसलाई फोहोरको रूपमा फ्याँकिदिए। वर्षौंपछि एक शिल्पकारले यसलाई उठायो र शहरको पर्खालमा रहेको खाली ठाउँ भर्न प्रयोग गर्यो। यतो पखानाको गोलीबाट बच्यो र अनगिन्ती वर्षहरू बित्यो। केटीले शहरको पर्खालमा चढ्न प्रयोग गरिन्। महल भित्र हेर्ने आशामा जसलाई उनले लामो समयदेखि मन पराउँथे, उनी राजकुमार थिए। अप्रत्याशित रूपमा राजकुमारले फर्केर हेर्यो र देख्यो आत्तिएकी केटी लडिन् र सुन उनीसँगै भुइँमा खस्यो। सतहको भग्नावशेष खस्यो र केटीले ढुङ्गाभित्र सुन देखिन्। उनले तुरुन्तै घर लगिन्। बिस्तारै सुनौलो फुलदानको आकार देखा पर्यो, तर सफा गर्दा केटीले गल्तीले फुलदानको मुख खोलिन्। तुरुन्तै रातो कुहिरो निस्कियो। त्रियान्न घना हुँदै विशाल आकृतिमा परिणत भयो। केटी डरले बेहोस भइन्, तर सौभाग्यवश समयमै एउटा ठूलो हातले उनलाई समात्यो। केटीलाई जगाउन जादु प्रयोग गर्यो र उनलाई भन्यो कि उनी जिन हुन्। श्रापको कारण सुनौलो भारोमा फसेको केटीलाई आफ्नो जीवन बचाएकोमा सहयोग गर्न जिनले उनको एउटा इच्छा पूरा गर्ने बाचा गर्छन् र केटीले राजकुमारलाई विवाह गर्न मानेकी थिइन्। यो थाहा पाएपछि जिन एउटा जादुई तेल दिन्छन् र उनलाई आफ्नो शरीरभरि घिसाउन भन्छन्। राजकुमारले यसको गन्ध पाउने बित्तिकै उनी विवाह गर्न राजी हुनेछन्। त्यसपछि सपनामा जिन राजकुमारलाई आफ्नो नाम बताउँछन्। केही समयपछि केटीलाई राजकुमारको महलमा आमन्त्रित गरियो र उनी उनको राजकुमारी बनिन्।